नमस्ते। आज हामी नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको एउटा निकै महत्त्वपूर्ण निर्देशनमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। यो हो क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि न्यूनतम पुँजीको सम्बन्धी नयाँ निर्देशन इतिप्रा निर्देशन नम्बर 1081। हो, यो नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 79 अन्तर्गत आएको हो। अनि यसले वित्तीय क्षेत्रमा कस्तो तरङ्ग ल्याउला, के कस्ता प्रभाव पार्ला त्यसमै केन्द्रित रहौँ है त आज। अवश्य। अब कुनै पनि वित्तीय प्रणालीको स्थायित्वको लागि हैन, त्यहाँका संस्थाहरूको पुँजी कति बलियो छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। हो, यही पुँजी कोष मतलब प्राथमिक पुँजी र पूरक पुँजी जोडेर आउने रकम, त्यसैले त देखाउँछ नि बैंक कति सक्षम छ भनेर। आपत पर्दा थेग्न सक्ने क्षमता होइन त। त्यही हो, जोखिम वहन गर्ने क्षमता। यो नयाँ निर्देशनले चाहिँ यही पुँजी कोष कायम राख्ने नियमलाई अझ स्पष्ट र कडा बनाएको जस्तो देखिन्छ। तर यसमा एउटा कुरा, सबैलाई एउटै नियम छैन जस्तो लाग्यो मलाई त। क वर्ग र राष्ट्रिय स्तरका ख वर्गलाई अलि फरक हो। तपाईले ठ्याक्कै सही ठाउँमा समात्नुभयो। हो, यी ठूला संस्थाहरू मतलब वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूले चाहिँ अब नयाँ क्यापिटल एडिक्वेसी फ्रेमवर्क 2015 अनुसार चल्नुपर्छ। 2015 को फ्रेमवर्क। यो चाहिँ अलि बढी विस्तृत र जोखिमप्रति अझ संवेदनशील मानिन्छ। भनेपछि यसले जोखिम भारित सम्पत्ति रिस्क वेटेड एसेट्स गणना गर्ने तरिका अलि फरक पार्छ होला। हो, अझ सूक्ष्म तरिकाले हेर्नुपर्ने हुन सक्छ। अनि यही 2015 को फ्रेमवर्कमा वाणिज्य बैंकहरूको लागि त्यो काउन्टर साइक्लिकल बफर भन्ने पनि थपिएको छ नि, त्यो के हो खासमा? राम्रो प्रश्न। यो काउन्टर साइक्लिकल बफर भनेको चाहिँ अब अर्थतन्त्र एकदमै राम्रो भएको बेला, धेरै कर्जा विस्तार भइरहेको बेला ब्याङ्कहरूले अलिकति थप पुँजी छुट्याएर राख्नुपर्ने व्यवस्था हो, ताकि पछि अप्ठ्यारो पर्दा काम लागोस्। हो, ठ्याक्कै। आर्थिक चक्र उल्टिँदा मतलब खराब समय आउँदा त्यही बफर प्रयोग गर्न पाइयोस् भनेर यो अतिरिक्त सुरक्षा जस्तै भयो। यो आर्थिक वर्ष 80-81 देखि लागू त भयो, तर अहिलेलाई मतलब आउँदो आर्थिक वर्ष 80-81 को लागि चाहिँ राष्ट्र बैंकले यसलाई 0% तोकिदिएको छ। भनेपछि तत्कालै थप भार परेन बैंकहरूलाई? परेन, तर भविष्यमा आर्थिक अवस्था हेरेर राष्ट्र बैंकले यसलाई बढाउन सक्छ, त्यो चाहिँ ख्याल गर्नुपर्छ। त्यसो भए राष्ट्रिय स्तर बाहेकका अरू ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनीहरू नि, उनीहरूको लागि के छ? उनीहरूको हकमा चाहिँ पुरानै फ्रेमवर्क, त्यो क्यापिटल एडिक्वेसी फ्रेमवर्क 2007 जुन 2008 मा अध्यावधिक भएको थियो नै लागू हुने भनिएको छ। पुरानै किन होला त्यस्तो? अब खै सायद राष्ट्र बैंकले उनीहरूको आकार, सञ्चालनको प्रकृति र जोखिम प्रोफाइल हेरेर होला। नयाँ फ्रेमवर्क लागू गर्दा साना संस्थालाई अलि बढी अप्ठ्यारो पर्छ कि लागत बढ्छ कि भन्ने पनि सोचेको हुन सक्छ। त्यो पनि हो। अर्को एउटा एकदमै महत्त्वपूर्ण लागेको कुरा चाहिँ यो न्यूनतम पुँजी कोष अनुपात जुनसुकै समयमा पनि कायम गर्नुपर्ने रे। यो त गाह्रो होला नि ब्याङ्कहरूलाई। एकदमै। यो चाहिँ निर्देशनको निकै कडा पक्ष हो। पहिले कस्तो हुन्थ्यो भने त्रैमासिक वा वार्षिक रूपमा मिलाउने चलन थियो होला कतै कतै। हो। तर अब त्यो पाइँदैन। निर्देशनले प्रष्टै भनेको छ हर समय, एभ्री सिंगल मोमेन्ट त्यो अनुपात कायम हुनु पर्यो। बाप्रे, यसले त पुँजी व्यवस्थापनमा निकै ठूलो दबाव सिर्जना गर्यो नि त। हो नि, निरन्तर निगरानी चाहियो। यसैलाई सुनिश्चित गर्न होला हरेक महिनाको अन्त्यमा वित्तीय विवरणको आधारमा तोकिएको ढाँचामा पुँजीकोष विवरण बनाएर आन्तरिक लेखा परीक्षकबाट प्रमाणित गराई 7 दिनभित्र पठाउनु पर्ने व्यवस्था गरेको छ। रिपोर्टिङ पनि कडा भयो। अनि त्यो आइसिएपी को कुरा नि, त्यो पनि पालना गर्नुपर्ने। आइसिएपी मतलब इन्टर्नल क्यापिटल एडिक्वेसी असेसमेन्ट प्रोसेस। यो चाहिँ कस्तो हो भने नियामकले तोकेको न्यूनतम त छँदैछ, तर बैंक आफैले पनि आफ्नो विशिष्ट जोखिमहरू जस्तै कर्जा, बजार, सञ्चालन जोखिमहरू हेरेर मलाई वास्तवमा कति पुँजी चाहिन्छ त भनेर आन्तरिक रूपमा मूल्याङ्कन गर्ने र योजना बनाउने प्रक्रिया हो। मतलब बैंक आफैले प्रोएक्टिभ भएर हेर्नु पर्यो। हो, यो पनि अनिवार्य रूपमा पालना गर्नुपर्छ भनिएको छ। ल, नियम त निकै कडा भए। अब पालना नगर्दा के हुन्छ त? कारबाही के छ?
छच्यु न्यूनतम पुँजी कोष नपुगेमा राष्ट्र ब्याङ्कले त्यो शीघ्र सुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली 2077 बमोजिम कार्यवाही बढाउन सक्छ। प्रम्प्ट करेक्टिभ एक्सन हो, त्यही पीसीए। त्यसमा विभिन्न चरणका कारबाहीहरू हुन्छन्। अझ राष्ट्र ब्याङ्कलाई शङ्का लाग्यो, अवस्था बुझ्नु पर्यो भने पुँजी नपुगेको संस्थाको ड्यू डिलिजेन्स अडिट डीडीए पनि गराउन सक्छ। ए डीडीए, त्यो भनेको त गहिरो छानबिन भयो। अनि त्यसको सबै खर्च सम्बन्धित संस्थाले नै बेहोर्नुपर्छ। हो, अनि त्यो सबैभन्दा बढी चर्चा भएको विषय लाभांश वितरणमा असर पर्ने कुरा? हो, त्यो निकै महत्त्वपूर्ण र कडा व्यवस्था छ। यदि कुनै संस्थाले आर्थिक वर्षको बीचमा कुनै पनि बेला तोकिएको अनुपात कायम गर्न सकेन तर पछि वर्षको अन्त्यमा चाहिँ निलायो रे, हो, त्यस्तो अवस्थामा पनि त्यो संस्थाले नगद लाभांश वा बोनस सेयर दिन पाउँदैन। ए बाबा, वर्षको अन्त्यमा मिलाए पनि नपाउने। यसले के देखाउँछ भने पुँजी पर्याप्तता देखाउनलाई मात्र होइन, निरन्तर कायम राख्नुपर्छ भन्ने सन्देश हो। शेयरधनीलाई पनि यसले सचेत गराउँछ। यो त साँच्चीकै ठूलो परिवर्तन हो। अनि यो नयाँ निर्देशन आएपछि पुराना निर्देशनहरू के भए? खारेज भयो? हो, यसले एकीकृत निर्देशन 2080 को सम्बन्धित व्यवस्था अनि अघिल्लो वर्षको ई-प्रा निर्देशन नम्बर 1080 र 2081 पुस मसान्तसम्म जारी भएका अरू सम्बन्धित परिपत्रहरूलाई खारेज गरेको छ। भनेपछि अब पुँजी कोषको लागि यही नै मुख्य आधार भयो। यसले स्पष्टता ल्यायो। तर पहिलेका निर्देशन अनुसार भएका काम कारवाहीलाई भने यसै बमोजिम भएको मानिनेछ भनिएको छ। त्यसो भए सारमा भन्दा यो निर्देशनले पुँजी कोषको महत्त्वलाई एकदमै जोड दिएको छ, निरन्तर पालना गर्नुपर्ने बनाएको छ, रिपोर्टिङलाई कडा बनाएको छ अनि नियम नमान्दा लाभांशमै असर पर्ने व्यवस्था गरेको छ। हो, एकदम वित्तीय स्थायित्वलाई नै केन्द्रमा राखेको देखिन्छ। फरक वर्गलाई फरक फ्रेमवर्क र अहिलेलाई काउन्टर साइक्लिकल बफर शून्य हुनु चाहिँ अलिकति सन्तुलन मिलाउन खोजेको जस्तो पनि देखिन्छ। अब यसले गर्दा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। यी कडा नियमले गर्दा ब्याङ्क तथा वित्तीय संस्थाहरूले कर्जा दिने तरिका, उनीहरूको व्यवहार वा जोखिम लिने रणनीतिमा कस्तो असर पर्ला? हो नि, के उनीहरू अझ बढी सुरक्षित हुन खोज्लान्? कर्जा प्रवाह खुम्चिएला कि वा जोखिम व्यवस्थापन गर्ने नयाँ तरिका अपनाउलान्? यो चाहिँ अब हेर्दै जानुपर्ने कुरा हो। आगामी दिनहरूमा यसको प्रभाव पक्कै देखिनेछ।